डाउन ज्याकेट सफा गर्ने यस्ता ह्याक्स जसलाई करोडपति घर सम्हाल्नेहरू पनि भन्दैनन्। यो सिक्नु भनेको पैसा कमाए जस्तै हो। 1. डाउन ज्याकेट झुन्ड्याएर पानी छर्केर हल्का भिज्ने बनाउनुहोस्। बाथ स्पन्जमा अलिकति साबुन लगाउनुहोस्। ज्याकेटभरि समान रूपमा रगड्नुहोस्। विशेष गरी घाँटी, कलर र बाहुलाको किनार कफ्समा ध्यान दिनुहोस्। माथि तल, अगाडि पछाडि पुरै सतह राम्ररी सफा गर्नुहोस्। अन्त्यमा सफा पानीले माथिबाट तलतिर धोउनुहोस्। झुन्ड्याएर सुकाउनुहोस्। बस, काम सकियो। 2. धोइसकेपछि डाउन च्याप्टै रह्यो भने ह्याङ्गरले हल्का हल्का ट्याप गर्दै हेयर ड्रायर प्रयोग गर्नुहोस्। छिट्टै फेरि फुल्छ। 3. पानीको दाग बसेको छ भने के गर्ने? धोइसकेपछि करिब 45 डिग्री सेल्सियस न्यानो पानीमा अलिकति सेतो सिरका मिसाउनुहोस्। त्यसमा टावेल भिजाएर निचोड्नुहोस्। दाग लागेको भागमा गोलाकार रूपमा पुछ्नुहोस्। पुछिसकेपछि तातो हावा प्रयोग गरेर हेयर ड्रायरले सुकाउनुहोस्। सुकिसकेपछि पानीका दाग हराउँछन्। 4. तेलका दागका लागि पहिला साबुनलाई सानो सानो टुक्रा फ्लेक्स बनाउनुहोस्। त्यसमा अलिकति अल्कोहल र लुगा धुने डिटर्जेन्ट हाल्नुहोस्। राम्ररी घोलिनेसम्म चलाउनुहोस्। सानो टुथब्रसले दाग लागेको ठाउँ घिस्नुहोस्। सुक्खा टावेलले अतिरिक्त चिस्यान पुछ्नुहोस्। आधा टप सफा पानी तयार गर्नुहोस्। त्यसमा अलिकति सेतो सिरका हाल्नुहोस्। टावेल भिजाएर निचोड्नुहोस् र ब्रस गरिएको भाग पटक पटक पुछ्नुहोस्। डिटर्जेन्टको अवशेष पुरै हटेसम्म पुछिरहनुहोस्। अन्त्यमा हेयर ड्रायरले सुकाउनुहोस्। तेलका दाग पूर्ण रूपमा हट्छन्। 5. आगामी टिप उल्लेख गरिएको छ तर विवरण यहाँ समाप्त हुन्छ।